हेलो साथीहरू, तपाईँहरू सबैजनालाई स्वागत छ मेरो आज बिहानीको भ्लगमा। अहिले चाहिँ म इटरी मामा घरमै छु र अहिले चाहिँ म मामा घरबाट बितामोड जान लागेको छु। र अहिले म हिँड्ने बेलामा हेर्नु त मौसम पनि कस्तो छ। मौसम पनि एकदमै धुमेको छ, पानी पर्ला जस्तो छ। अब बितामोड पुगुन्जेलसम्म पानी परेन भने एकदम राम्रो हो। अनि यहाँ हाम्रो भाइ पनि छ। मौसम धुमो छ साथीहरू, हेरौँ अब मौसमले कस्तो साथ दिन्छ। बितामोडसम्म पानी परेन भने ठिकै हुन्थ्यो। अहिले चाहिँ म मामा घरबाट बितामोड जान लागेको है त। मेरो नाति मावलामा बोलाएको मैले यो देवली कुल पूजा हाम्रो भट्टाहरूको। अब इटरीबाट मेरो नाति चाहिँ बितामोड सानीमाको घरमा जाँदैछ। राम्रो शुभकामना, राम्ररी जानु भनेर भन्दैछु। अनि आमा हिजोको दिवाली कस्तो भयो? राम्रो भयो? कस्तो राम्रो भयो आमा मामा, हाम्रो देवली त कस्तो नाचगान हेरिनुहोस्, कस्तो बाजा गाजा जम्मै नौमती बाजा लगाएर हामीले गरेको। ल साथीहरू, अहिले चाहिँ म यहाँ के भन्छ मामा घरबाट इटरी बितामोड जान लागेको छु र आमासँग बिदा लाग्दैछ अहिले चाहिँ म। ल भरे भेटौँ है त। म पनि यहाँ नातिहरूलाई दुइटै यहाँ बिदा गर्दैछु। ऊ पनि होटलमा जान्छु आमा भन्छ। अनि हेर दुइटै नातिलाई यहाँ बिदा गर्दैछु। नाति चाहिँ यहाँ मेरो ल है त साथी, म भन्दा अग्ला मेरो नाति छ नि। अब यस्तै राम्रो छ, शुभकामना। ल अहिले चाहिँ हामी इटरीको गल्लीमा छौँ, इटरीको हाइवेमा छौँ र हामी चाहिँ अहिले मामाइजू होटलमा जाँदैछौँ। भाइले चाहिँ म मामा र माइजूको होटलमा छोडिदिन्छु, त्यसपछि म बितामोडको लागि गाडी चढ्नु छ। अहिले चाहिँ हामी सवारीमा छौँ है त इटरीको हाइवेमा। चाहिँ म मेरो साथीसँग भेट भएको छ मेरो। यो चाहिँ लोकेश कडारिया हो, उसको घर चाहिँ बितामोडको बिता बजार हो। अहिले यहाँ इटरीमा ऊ चाहिँ पढ्दैछ होइन। अहिले तिमी के गरेर आँटेको भन त? अहिले चाहिँ म यहाँ इटरीको हाइवेमा छु, धरान लाइनमा छु अहिले चाहिँ म। र यहाँबाट चाहिँ मेरो मामाइजू होटल धरान लाइनमै छ। ठ्याक्कै तपाईँहरूले वेलकम गेस्ट हाउसको अपोजिट साइड हेर्नुभयो भने एउटा गल्ली छ र त्यो गल्लीमा चाहिँ मिरोकु ग्लोबल एजुकेसनल कन्सल्टेन्सीको ब्यानर पनि छ। मिरोकु ग्लोबल कन्सल्टेन्सीबाट भित्र छिरेपछि तपाईँहरूले एउटा फार्मेसी देख्न सक्नुहुन्छ। त्यो फार्मेसी छेउमा चाहिँ हाम्रो मामाइजूको होटल छ, मनिषा खाजाघर भन्ने छ। तपाईँले भिजिट गर्न सक्नुहुन्छ यहाँ इटरी नजिक हुने साथीहरूले। तपाईँलाई म लोकेसन दिँदैछु है त। वेलकम गेस्ट हाउसको अपोजिट साइडमा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ मिरोकु एजुकेसनल कन्सल्टेन्सी छ र यसको यता छेउमा चाहिँ छ फार्मेसी छ, खत्री मेडिकल हल भन्ने छ। खत्री मेडिकल हलबाट भित्र चाहिँ हाम्रो मामाइजूको होटल छ है त, तपाईँले आउन सक्नुहुन्छ। साथीहरू, आज चाहिँ मैले पहिलोपल्ट रक्तदान गरेको छु साथीहरू। त्यहाँ इटरी चोक छेउमा सार्वजनिक शौचालय छ नि, त्यो सार्वजनिक शौचालय चाहिँ म सार्वजनिक शौचालय जान लाग्थेँ। त्यहाँ रक्तदान कार्यक्रम भइरहेको छ। अनि आज म पनि पहिलोचोटि रक्तदान दिन्छु नि त भनेर रक्तदान दिनको लागि तयार भएँ। तर त्यसको लागि ब्लड प्रेसरहरू सबै चेक हुँदो रहेछ। अनि सबै चेकजाच भएर मैले नाम टिपाइसकेपछि चाहिँ मेरो ब्लड लिने काम भयो। एकजना एकदम ब्युटिफुल सिस्टरले मेरो ब्लड लिनुभयो साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ। र यहाँ जो मान्छेहरू बस्नुभएको छ रिसिटमा, उहाँहरू सबै ब्लड दिन बस्नुभएको अथवा ब्लड दिएर बस्नुभएको छ। ब्लड दिइसकेपछि आराम गर्नु पनि पर्दछ नि त। र अहिले चाहिँ मैले ब्लड दिइसकेँ। अब ब्लड दिइसकेपछि मेरो इनर्जी सक्यो नि त। इनर्जी फेरि पाउनु पऱ्यो। अनि इनर्जी फेरि पाउनको लागि चाहिँ त्यहाँ विभिन्न खानेकुरा दिनुहुँदो रहेछ। सुरुमा चाहिँ मलाई जुस ल्याएर दिनुभयो। अनि त्यसपछि तपाईँले देख्न सक्नुहुन्छ जुससँगै अन्डा र केरा पनि छ र त्यो चाहिँ मैले खान लागेको छु अब इनर्जी पाउनको लागि। र यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ वरिपरि ब्लड दिने मान्छेहरू हुनुहुन्छ र त्यहाँ विराट टिचिङ हस्पिटलको मान्छेहरूले चाहिँ यहाँ ब्लड लिँदै हुनुहुन्छ। त्यही भएर यहाँ सबैजना जो भेला भएका छन् नि, यी सबैजना विराट मेडिकल कलेजका मान्छेहरू हुन् है साथीहरू। र मैले चाहिँ अहिले जुस खाएँ। अनि त्यसपछि अन्डा र केरा पनि खाँदैछु इनर्जीको लागि। र मैले चाहिँ अहिले फ्रुटी खाँदैछु। उहाँहरूले फेरि फ्रुटी ल्याएर दिनुभयो। अनि त्यसपछि यता फ्रुटी खाँदै भ्लग पनि बनाउनु लागेको थिएँ। उहाँहरूले होइन तपाईँले अहिले हात चलाउनु मिल्दैन भनेर मैले उहाँहरूलाई नै त्यही भिडियो बनाइदिनको लागि अनि उहाँहरूले नै मेरो भ्लग बनाइदिनु भएको छ, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म फ्रुटी खाँदैछु र उहाँहरूले चाहिँ मलाई प्रमाणपत्र पनि दिनुभएको छ। र तपाईँहरूले देख्न सक्नुहुन्छ आजको रक्तदान चाहिँ युनिकम नेपाल व्यापार कर्मचारी सङ्घको तर्फबाट है त 137औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा चाहिँ
नेपाल व्यापार कर्मचारी सङ्घ सुनसरी जिल्ला कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रम हो। यो चाहिँ 2083 वैशाख। अब चाहिँ म बितामोडको लागि निक्लेको छु। इटारीबाट बितामोडको लागि सगरमाथा यातायात चढेको। एकदम हलाएर चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यो सगरमाथा यातायातले मात्रै होइन, सबै गाडीले यस्तै हलाउने नै हो। अन्तिम सिटमा बसेको थिएँ नि त म, त्यही भएर एकदम मजा पनि आयो। जस भूकम्पले हलाइरहेको थियो अनि रमाइलोसँग आइपुगेँ जस बितामोडसम्म। यात्रा रमाइलो रह्यो। र यात्राकै क्रममा सगरमाथा यातायातको यात्राकै क्रममा मलाई चाहिँ एकदम बरफ खान मन लाग्यो। त्यही भएर बरफ किनेँ अनि बरफ खाँदै थिएँ। साथीहरू लुगाभरि चुहेर मेरो त बिच रमाइलो भयो त। अनि लुगामा चुहिरहेको थियो तैपनि खाना चाहिँ छोडेन। अनि एकजना छेउको भाइले पनि बरफ खाँदै थियो। त्यो छेउको भाइ चाहिँ उदयपुरको भाइ रहेछ, फुर्बा शेर्पा भन्ने भाइ रहेछ। ऊ चाहिँ काँक्रेभिट्टा हिँडेको। अनि ऊ चाहिँ उदयपुरबाट डाइरेक्ट काँक्रेभिट्टा जाने गाडी नपाएर ऊ चाहिँ उदयपुरबाट इटारीसम्म आयो। अनि इटारीबाट चाहिँ काँक्रेभिट्टाको लागि गाडी चढेको रहेछ। उसले चाहिँ एकदम थाके भन्दै थियो। अब ठिकै छ नि त, अब तिमी अहिले आराम गर। घर पुगेपछि अहिले चाहिँ म बितामोड आइपुगेको छु। इटारीबाट 10:40मा गाडी चढेको म। अहिले यहाँ इटारी आइपुग्दाखेरि 2 पैसा रहेछ। आज त निकै ढिलो भयो। बस पनि फेरि लास्टै भिड रहेछ। फेरि लास्टै भिड थियो, मुस्किल आइपुगेँ बितामोड। ल साथीहरू